हेलो एभ्रिवान, आज चाहिँ हामी के गर्दैछौँ भन्दाखेरि लाखे नाच हुँदैछ। सो लाखे नाचलाई हामी अलिकति कभर गर्ने कोसिस गरिरहेका छौँ। त्यसको हल्का फुल्का भिडियोज अनि फोटोजहरू तपाईँहरूलाई देखाउने प्रयास गर्दैछौँ। ओके गाइज, ऱ्याप अप। मेरो क्यामेरा ब्याग रेडी हुँदैछ। क्यामेरा ब्याग हालिसकेर अनि म जान्छु। सो गाइज, अहिले चाहिँ म यो 75-300 mm को जुम लेन्स लिएर गइरहेको छु। अनि यो भनेको मेरो जुम क्याटेगोरीमै आउँछ। यो भनेको 24-105 को लेन्स हो। र क्यामेराको कुरा गर्दाखेरि चाहिँ मसँग क्याननको R8 फुल फ्रेम क्यामेरा छ। पहिलेको लागि हामी यहाँबाट जाँदैछौँ। गाइज, हाम्रो सुपर बाइक रेडी छ जानलाई। यहाँबाट चाहिँ म हिँडिसकेको हाम्रो कथा क्रिएसन स्टुडियो र आज खिचेको सिनेमेटिक भिडियो चाहिँ अन्तिममा छ। सो अन्तिमसम्म हेर्नु होला है त। के भइसक्यो थाहा छैन, त्यस अब पुगेर थाहा हुन्छ है त के हुँदैछ। सो यो भिडियो बनाउनुको मेन पर्पज भनेको चाहिँ हाम्रो संस्कृति परम्परालाई चाहिँ एउटा देशको गहनाको रूपमा हामीले लिनुपर्छ र यसलाई यसरी कन्टिन्यू गर्नुपर्छ भनेर हो। यता जानुपर्छ हामी चाहिँ। सो यो चाहिँ राम जानकी मन्दिर। प्रायः सम्पूर्ण जस्तो इभेन्टहरू चाहिँ हामी यहीँबाट स्टार्ट गर्ने गएको छौँ। यहाँनिर के हुँदैछ भन्ने कुरो चाहिँ हामी भिडियोसित भन्छौँ है त गाइस। म राजधानीको मन्दिर आइपुगिसकेर यहाँनिर चाहिँ हाम्रो नेवारी कम्युनिटीका मान्छेहरू टन्नै हुनुहुँदो रहेछ। अहिले यहाँ फोटो खिच्ने काम भइरहेको रहेछ। दर्शन ठिकै हुनुहुन्छ? कतिखेर सुरु हुने अरे? ए माथि तयारी हो? ओके। आज के अरे? नेवारको के हो थाहा छ नि तपाईँलाई? सन्चै हुन्छ? नखाने होइन, यहाँ पुगेपछि त मलाई बोल्नै पो आउँदैन। के भएको लु, यहाँ अझ हुनुहुँदो रहेछ। अझसँग कुरा गर्छ। हजुर दर्शन, तपाईँ ननाथ यो पनि यहाँ माथि चाहिँ हाम्रो लागेहरू अनि धिमेहरू बजाउने बाजाहरू बजाउनेहरू मान्छेहरू सबै रेडी हुँदै रहेछन्। नेवारी कम्युनिटीमा चाहिँ यो लाखे निकाल्ने कुरामा कुनै पनि घरको पितृहरूको नामबाट पितृहरूलाई सम्झेर चाहिँ त्यो घरबाट निकाल्ने गरिन्छ। यो वर्ष यो घरबाट भयो भने अर्को वर्ष अर्को घरबाट हुनसक्छ। त्यसरी आफ्नो संस्कार संस्कृति चाहिँ बचाइरहेको यो बुद्ध शान्ति गाउँपालिकामा पनि देखेँ र यो पालि भइरहेको छ। के यस्तो माहौल छ यहाँनिर चाहिँ। यो चाहिँ बुधबारेको बिच बजार हो। सो रामजानकी मन्दिरबाट यहाँ आएर अनि यहाँ कल्चरल डान्स गराउने भनेको स्पिकरले काम दिएन। सो यहाँनिर चोखाना हेरिँदैछ। अब के हुन्छ हेर्दै जाउँ। केटाकेटीहरूलाई लागेर हेर्दा चाहिँ भाग्दैछन् हेर। हेलो, अब चाहिँ हामी तल्लो चोकतिर लाग्दैछौँ। तल्लो चोकतिर गएर चाहिँ हामीले अब त्यहाँनिर केही बन्दोबस्त गर्ने भनेर बाजा मगाइसकेको छ। सो यहाँ खेदाउने मात्र होइन, हेर्ने अनि मनोरञ्जन गर्ने मान्छेहरू पनि हुनुहुन्छ। सो सबैजनाले आफ्नो क्यामेरा यता निकालेर खिच्दै पनि हुनुहुन्छ वरिपरिको। यसरी नै हो, एउटा व्यक्तिबाट अर्को व्यक्ति धेरै समय पुग्नु भनेको नै सबैभन्दा ठुलो कुरो हो। क्यामेरा फर्काउनु पनि अलिक गाह्रो हुँदो रहेछ होइन।
र फाइनल्ली हामी तल्लो चोक पनि आइसकेको थियौँ र अनि हाम्रो बाजा पनि आइसकेको थियो। अनि यो भाइले चाहिँ मेरो क्यामेरामा ब्याङ्क यसो गरेकै गर्छ गप गप गप। सो गाइज आजलाई यति नै होला। हाम्रो टोलीहरू गइसकेका छन्। सो हामी अब अर्को भिडियोमा फेरि पनि यसरी नै कल्चरल अथवा कुनै टुर अथवा केही युएसमा चाहिँ हामी फेरि भिडियो बनाएर तपाईँहरू समक्ष उपस्थित हुनेछौँ। फेरि भेटौँला।